वेलकम टु स्पाइस एरा। आज हामी बनाउँदैछौँ एकदमै मिठो यम्मी इजी मिक्स भेज सुप। यो सुप बनाउन एकदमै सजिलो छ अनि छिटो पनि झटपट पनि बनिहाल्छ। जति बेला पनि खान सक्नुहुन्छ। फर्स्टमा हामीले यसको हामीले स्टक वाटर तयार पार्नुपर्ने हुन्छ। कडाईमा हामीले 3 कप जति वाटर एड गर्छौं। वाटर एड गरिसकेपछि स्टकको इन्ग्रेडियन्ट्सहरु हामीले एड गर्छौं जो घरमा इजिली अवेलेबल हुन्छ, जस्तै तेजपत्ता, तीनवटा जति ल्वाङ अनि एउटा विशेष सूचना छ, प्लिज सब्स्क्राइब चाहिँ गरिदिनुहोस् यस्तै मिठो मिठो रेसिपीहरुको लागि। गाजरको टुक्रा, प्याजको टुक्रा अनि क्रस गार्लिकको टुक्राहरू अनि हाफ इंच जिन्जरको टुक्रा। अब हामी एड गर्छौं धनिया पत्ता, त्यसपछि हामी एड गर्छौं क्याबेज यानी कि पत्ता गोभी। अब यसलाई हामीले 15 to 30 मिनेट जति मज्जाले उबाल्छौं। यसको हामी स्टक बनाउँछौं। स्टकको मतलब हुन्छ भेजिजहरुको फ्लेभरहरु वाटरमा एक्सट्र्याक्ट हुन्छ अनि यसले हाम्रो सुप एकदमै टेस्टी फ्लेभरफुल बनाउँछ। फर्स्टमा तातो प्यानमा हामीले 1 टेबलस्पुन घिउ हाल्छौं। अब हामीले एड गर्छौं 1 टीस्पुन गार्लिक, चप गार्लिक, 1 टीस्पुन चप जिन्जर अनि यसलाई मज्जाले सटे गर्छौं 30 सेकेन्ड जति। त्यसपछि हामी एड गर्छौं चप अनियन, यसलाई पनि मज्जाले हामीले सटे गर्छौं टिल सफ्टन। हेर्नुस् मज्जाले सटे भइरहेको छ। यो सुप एकदमै मिठो छ। प्रोसेस बाइ प्रोसेस हेर्नुस् है त कसरी बनिरहेको छ। अनि त्यसपछि हामी एड गर्छौं कोरिएन्डर स्टिम यानी कि धनियाको डन्डी, यसलाई पनि मज्जाले सटे गर्छौं। यसले पनि राम्रो फ्लेभर दिन्छ सुपमा। त्यसपछि हामी यसमा एड गर्छौं भेजिजहरु, जस्तै चप रफली काटिएको गाजर, अनि त्यसपछि चप ग्रीन बीन्स अनि रफली चप क्याबेज। त्यसपछि यसलाई हामीले मज्जाले सटे गर्छौं 2 देखि 3 मिनेटसम्म मज्जाले यसलाई हामीले सटे गर्नुपर्ने हुन्छ। अब सटे गरिसकेपछि अघि नैको हामीले स्टक वाटर स्टेन गरेर राखेका थियौं। अब 2 कप जति हामी यसमा एड गर्छौं। यो फ्लेभरफुल वाटर हो। अब त्यसपछि हामीले यसलाई 15 to 20 मिनेट जति मज्जाले हाई फ्लेममा उबाल्छौं। यसरी उबालिसकेपछि यसको फ्लेभरहरु एकदमै मिक्स भएर निखारेर आउँछ। अनि त्यसपछि हामी एड गर्छौं ग्रीन पीस यानी कि मटर। अब हामी एड गर्छौं 1 टीस्पुन कर्न स्टार्च, पानीमा घोलेर। यसले चाहिँ सुपलाई थिक बनाउँछ। त्यसपछि हामी सल्ट एड गर्छौं स्वाद अनुसार। अब एड गर्छौं ब्ल्याक पेपर हाफ टी स्पून
अनि मजाले हामीले यसलाई स्टर गर्छौं, यानी कि चलाउँछौं। अब यसलाई हामीले स्लो फ्लेममा 3 to 5 मिनेट जति मजाले सिमर हुन दिन्छौं। ल सिमर भइसकेपछि अब हामीले यसमा धनिया पत्ता एड गर्यौं। अब हाम्रो सुप रेडी भएको छ। अब यसलाई मजाले हामीले मिक्स गर्छौं। नाउ योर सुप इज रेडी है। ल हेर्नुस् त क्या मिठो सुप भयो। अब हामी यो सुपको प्लेटिङ तर्फ लाग्छौं। ल हेर्नुस् त अब हामी प्लेटिङ गर्दै छौं। एकदमै मिठो इजी बनाउनको लागि अनि त्यसपछि हामी कोरिएन्डर स्प्रिङले गार्निश गर्छौं। अनि एउटा विशेष सूचना छ, प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् यदि तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने।